आज म तपाईलाई देखाउँदैछु इतिहासको केही रहस्यमय तस्बिरहरू जसको रहस्य अहिलेसम्म पनि खुलाउन सकेको छैन। नम्बर 1, द कुपर फ्यामिली फलिङ बडी। 1950 को दशकमा खिचेको यो तस्बिरमा एउटा फ्यामिलीको फोटो देख्न सक्नुहुन्छ। यो फोटो खिच्नुभन्दा पहिला त्यो भित्तामा कोही पनि थिएन, तर फोटो निकालेर हेर्दै यस्तो देखियो, जसको रहस्य अहिलेसम्म पनि खुलाउन सकेको छैन। अबदेखि तपाईँ पनि फोटो खिच्दै दायाँ बायाँ हेर्ने गर्नु होला। नम्बर 2, फ्रेडी ज्याक्सन गोस्ट। यो फोटोमा तपाईँले यस्तो मान्छे देख्नुहुन्छ जुन एक दिन पहिला मरिसकेको थियो। यो मान्छे तस्बिरमा कसरी देखियो भन्ने रहस्य अहिलेसम्म पनि खुलाउन सकेको छैन। नम्बर 3, ब्याकसिट गोस्ट। यो तस्बिरमा एकजना मान्छे कारमा बसेको छ, तर त्यसको पछाडि एउटा डरलाग्दो मेरो साथीको जस्तै अनुहार देखिन्छ। यो अनुहार कसको हो भन्ने रहस्य अहिलेसम्म खुलिएको छैन। नम्बर 4, के तपाईँ विश्वास गर्नुहुन्छ लगभग 100 वर्ष अगाडि यी दुईजना दिदीबहिनीले परिसँग फोटो खिचेको थियो। 1917 मा एक दिदीबहिनी आफ्नो बगैँचामा खेल्ने क्रममा खिचेको यो तस्बिरमा देख्न सक्नुहुन्छ सानो सानो परीहरू। केही मानिसहरू यसले जादु मान्थ्यो भने केही मानिसहरू आँखाको धोका। अनि तपाईँ के मान्नुहुन्छ कमेन्ट गर्नु होला। नम्बर 5, 1940 मा खिचेको यो तस्बिरमा तपाईँले एउटा आधुनिक स्टाइलको कपडा लगाएको मान्छे देख्न सक्नुहुन्छ। आँखामा चस्मा, हातमा पोर्टेबल क्यामेरा, जुन त्यो समयमा असामान्य मानिन्थ्यो, किनकि 1940 मा यस्तो खालको कपडा अनि ग्याजेट हुँदैन थियो। यो तस्बिर इन्टरनेटमा आउने बित्तिकै मान्छेहरूले टाइम ट्राभलर भनेर भन्ने गर्यो। यी फोटोहरूको बारेमा तपाईँलाई के लाग्छ कमेन्ट गर्नु होला।